फ्री फायरमा फेरि आउँदैछ कपल्सहरुको लागि भ्यालेन्टाइन इभेन्ट। सुन मेरो बेबी, आई लभ यू। जबरदस्ती लभ गर्छु, लभ गर नत्र ठोकिदिन्छु। गुड नाइट, बात खतम। सो हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? सो आजको भिडियोमा पनि मैले हजुरहरूलाई फ्री फायरसित रिलेटेड थुप्रै इन्फर्मेसन चाहिँ दिनेछु, जस्तै कि फ्री फायरमा आउने भ्यालेन्टाइन इभेन्ट, के हाम्रो डाइनामिक डुओको बन्डल चेन्ज हुन्छ त, अपकमिङ मिस्ट्री शप इभेन्ट, नेक्स्ट इभो वर्ल्डमा कुन कुन गन एड हुन्छ, रमदान स्पेशल गेममा चाहिँ हजुरहरूले टेलिपोर्ट वाला सिस्टम देख्न सक्नुहुनेछ, फ्री फायरको अपकमिङ कोल्याबोरेसन, गेममा आएको 100% बोनस टपअप इभेन्ट, अपकमिङ कन्फर्म इभेन्ट्स र अरू पनि थुप्रै इन्फर्मेसनको बारेमा चाहिँ आजको यो भिडियोमा चाहिँ कुरा गर्नेछौँ। सो यो भिडियो चाहिँ स्किप नगरिकन इन्डसम्म चाहिँ हेर्नु होला। चलो भाई देखो अब मैं क्या करता। सुरुमा चाहिँ कुरा गरौँ के कन्फर्म इभेन्ट्सको बारेमा। भोलि चाहिँ 27 जनवरी रहेको छ। भोलिको दिनमा चाहिँ हजुरहरूले गेममा यो वाला ब्यानरलाई चाहिँ देख्न सक्नुहुनेछ, जसमा चाहिँ जेजेके कोल्याबोरेसनसित रिलेटेड दुईटा पेन्डिङ इमोट चाहिँ हुनेछ। अब मेबी गरिनाले यसलाई स्टेप अप इभेन्टमा चाहिँ दिनेछ र यसमा चाहिँ सुरुको दुईटा स्पिनमा चाहिँ 50% अफ पाउनुहुनेछ। त्यसपछि 28 जनवरीमा चाहिँ हजुरहरूले नयाँ एराइभल एनिमेसनलाई चाहिँ देख्न सक्नुहुनेछ, फेडेड विलमा चाहिँ आउनेछ। 30 जनवरीमा चाहिँ मिस्ट्री शप आउनेछ। 1 फेब्रुअरीमा चाहिँ हजुरहरूले बोया पासलाई देख्न सक्नुहुनेछ भने सीएस को नयाँ र्याङ्क सिजन पनि हजुरहरूले 1 फेब्रुअरीमा चाहिँ देख्न सक्नुहुनेछ। हजुरहरूले सीएस खेलेर चाहिँ यो जुन केन्टो ननामिजको ग्लास रहेको छ यसलाई पनि फ्री पाउन सक्नुहुनेछ। 2 फेब्रुअरीमा चाहिँ इभो भल्टमा रोटेसन हुनेछ, जसमा चाहिँ हजुरहरूले M60 को स्किनलाई देख्न सक्नुहुनेछ, प्याराफलको यो इभो स्किन देख्न सक्नुहुनेछ, AN94 को इभो स्किनलाई देख्न सक्नुहुनेछ र M1014 को यो ग्रीन ड्र्याकोवाला इभो स्किनलाई चाहिँ देख्न सक्नुहुनेछ। अब चाहिँ कुरा गरौँ जेजेके स्पेशल आएको 100% बोनस टपअप इभेन्टको बारेमा। सो यो इभेन्ट चाहिँ सिर्फ 4 दिनको लागि चाहिँ हुनेछ। 29 जनवरीमा